एकदम कसैलाई यस्तो न फोन छ न मेसेज छ कस्तो एकदम कसैलाई बुटादेखि यस्तो हमला गर्छ नि छुपे रुस्तमहरूले। म त अनि पुरै मोमेन्ट क्याप्चर गर्दैछु नि, मान्छे उठाउनु त म कहाँ आउँछु। बाटो राम्रो पाउनु भयो भने उहाँले यस्तो रफ्तार हान्नुहुन्छ। बाटो राम्रो पाउनु भयो भने एकदम रफ्तार हान्नुहुन्छ, अनि हिउँ आयो भने त्यस्तै हो, जाने कता हो थाहा छैन, सुतिहाल्नुहुन्छ। हिउँले पनि के साह्रो माया गरेको, यस्तो जानै दिँदैन, च्याप्प च्याप्प समाएर राख्छ। अवस्था यहाँ मान्छे हिँड्ने बाटो पनि नभएको गुनासो उहाँले गर्दै हुनुहुन्छ अहिले। अब सिरेटो चल्न लाग्यो होइन, खोला उतापट्टिको अवस्था हाम्रो अहिले एकदम नाजुक छ। 6 किलोमिटरसम्म नगएसम्म कुनैको अन्ध अगन्ध कसैको छैन। भेटिए बाघ भालु भेटिएला, मान्छे भेटिनेवाला छैन। गाडी त गरेछ क्या के डैनौरो हैन, हिजोको डाम हो, पिछलिकै पारेको होला नि हिजोको, त्यही डाम हो क्या। ल अहिले गुरुजीले हामीलाई चढ्न भन्नुभएको छ होइन, अब अवस्था कस्तो हुने हो। त्यही पनि ज्यानको आश मारेर बसेका छ। हिँड्न सकेला आएर हिजोदेखि हिँड्न लागेको, हिँडेको हिँडै छौँ। पुग्ने गन्तव्य कहाँ हो थाहा छैन, कहिले पुगिने हो त्यो पनि थाहा छैन। बाटो देख्यो यमराजकै बाटो जाने, स्वर्ग जाने बाटो हो कि जस्तो लाग्छ। हेमराज भनिसकेपछि त नर्क जाने बाटो। हेमराज हुँदै नै जाने हो कि स्वर्ग र नर्क होइन र। पहिला यमराज थिम जाने, अनि यमराजले बताउनुहुन्छ स्वर्ग जाने कि नर्क जाने। स्वर्ग त कुनै हालतमा लाग्दैन भन्छ होला होइन, छैन क्या स्वर्ग जाने भन्ने त हामी त नचिताए पनि हुन्छ। यहाँदेखि यता चाहिँ बाटो अलिक राम्रो छ कि भन्ने अवस्था गुरुजीले जनाउनु भएको छ। मनमा डर अत्याधिक छ, तै पनि झिनो आशका साथ पछाडि बसेका छौँ। खोलाले गर्दा एकजना भुइँ पार्नु चलन गऱ्यो होइन। बस हामीलाई यही ओह्रालिदिनुहोस्, हामी यतै बस्छौँ। खाना पछि विचार गरौँ क्या, विचार मात्र हुन्छ। मैले एकदम ठुलो साहस गरेर बसेको छु अहिले बाइकमा, नत्र म खासै बस्नेवाला मान्छे त होइन। एकदम मैले साहस जुटाएर कट्न पनि सफल भयो। एउटा खोडुलको त कति हो, उपरौमा त घना जङ्गल छ नि, त्यो घना जङ्गलमा फुटफुटी जङ्गल के गर्नु छ अब भन्न केही पनि शब्द केही बाँकी रहेन। मुखबाट बोली आउनुभन्दा पहिला ढुकढुकीको आवाज सुनिन्छ। गाह्रो छ होइन, धेरै डर के जी रहे अथवा नमाथि त नि हान्छ।
अझ बनाउने माथाबाट भक्का हान्छ माथिबाट एकदम नजर तेज अरे बाबा नम्बर प्लेट नै हेर्दैन है यता देखिआएछ नि अब हाम्रो अगाडिको वाहनको नम्बर प्लेट पनि हराएको जानकारी आएको छ ए राम 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 भिडियो त कोल्टे पर्यो राम 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 सिधा बनाउने त हिम्मतै छैन त अनि आँटै आउँदैन सिधा बनाउने त कता यहाँ मान्छे कोल्टे परिने हो कि भन्ने भइरहेको छ उतादेखि लगातार प्रहार माथि प्रहार त्यता त खासी पऱ्यो त्यो हामीले स्वागत गरेको क्या हो हामीलाई स्वागत भनौँ अब भुक्क भुक्क जान्छ रे उनको मजै नै हम ए जानी कहाँ होला भन्ने भजन याद आउँछ मलाई भ्युजहरू हेर्नुहोस् भ्युज एकदम बवाल छ बाटो मात्रै देख्दा डर लाग्ने हो हिउँमा खेल्न बवाल छ राम 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 ल ल यो भजन सजन यही बेला आउने ल राम 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 हो भजन सजन यही बेला आउने अब हामी झर्छौँ होला तपाईँको सामानलाई पनि गाह्रो पर्छ काटा काटा काटेर फेरि अर्को केस गरौँ हुन्न